यसो पानी पर्दैन एकदम पानी भइरहेको छ। सो गाइस वेलकम टु माई न्यू भ्लग। आई होप सबै सन्चै हुन्छ होला। म पनि एकदमै सन्चै छु अनि एकदमै आर्मी होइन। बिहानबाट पानी परेर होइन त होइन। हिजो मैले गमला बनाएको थिएँ होइन त होइन। मतलब मलाई राति नै उठाउनु पर्ने होइन। मैले राति नै थाहा पाएन कि अब बिहान उठ्दा हेर्नु त पानीले पुरै भिजाइदियो, पुरै चौपट भएछ यार होइन त। पुरा पानी भिजेर पुरै उस भइसक्यो डाउन छ। अब यसलाई निकाल के गर्ने, खाइदियो हुँदैन त्यही छोडिदियो होइन। अनि फेरि भोलि चाहिँ अब अलिक घामलाको दिन बेला चाहिँ अझै उस गरेर ठप्प गरेर बनाउँछ नि त होइन। अनि के साह्रो पानी भइरहेको छ यार। अन्त अब यति हिँड्छ मर्काइन यस्तो त्यहाँ बार जाने काम पर्यो जस्तो मन लाग्यो होइन। अहिले के पानी कस्तो पर्छ रिस उठ्ने कि मलाई टाइगर चोकमा आइसक्यो होइन। यहाँबाट म यस्तो जानुपर्छ। अलिक पानी परेर पुरै मतलब भिजिरहेको थिएँ कि झुनेर आएको कि त्यहाँ अन्त गाडी अझै आसम्म आएको छ तर म त उयो हुन्छ पानीमा भिजेर तनाव भन्छ कि यहाँ चाहिँ खानुहुन्छ चाउमिन खानुहुन्छ चाँडै हुन्छ। हामी चाहिँ अलिक क्यान्टिनमा छु। यहाँ चाहिँ अब वाइट टी पाक्दैछ कि चिया अरूको दिनको सुरुवात हुन्छ रक्सीबाट। हाम्रो अर्ग्यानिक भैँसीको दुधबाट बनेको चियाको सुरुवात हुन्छ हाम्रो यही करेसाबारीमा। अनि अघि भर्खरै घर आएँ होइन। नयाँदेखि क्यान्टिनबाट म घर आएँ अनि चाहिँ म कुनै पनि भ्लग गर्न पाएन किन भन्दाखेरि अब त्यहाँ अब भाइहरू बच्चा हुन्छन् होइन। त्यो भ्लग गर्न भएन नि त। अब डिस्टर्ब हुनसक्छ। अब म एनी टाइममा भ्लग गर्नेवाला छु होइन। भर्खरै घर आएँ आएर होइन अनि कपासबाट धोएर सुकाएर होइन। अनि म पनि नुहाइदाइ गरेर अनि टमिटी बसिरहेको छ होइन। अनि आफ्नो घर हिँड्दा पनि यस्तो लागेको छ कि हिजो यार हाम्रो गाउँमा यार मेरो घरमा स्याला थियो यार। स्यालाहरू ओहो म त छक्कै परेको कि स्याल देखेर। मुख चुच्चो थियो नि। म त कुरोलाई भनेन ख्याल गरेन। स्याल त म मलाई भन्दा पनि म स्याल लगाइरहेको थियो। अनि मेरो टमिनी हात हल्का घाइते भयो होइन। टमी पनि हल्का घाइते भयो अनि त्यो स्याल पनि घाइते भयो। त्यसको यो भएको छ नि यो भाग यहाँ टक्कै टोकिदिएर भागिदिएको त्यो भागिदियो नि। मैले यत्रो ढुङ्गाले हान्दै पक्कै हिँडायो। त्यति बेला मैले भ्लग बनाउनु पाएको थिएन कि ठ्याक्क म त्यो बेला भातमा त्यो यस्तरी कपडा धोइदिने यार कहाँको तयारी नि त कपडा त एक परात कपडा खैरम त ओहो एक परात कपडा भएको छ। बिहान पानी परेर न चौपटी गर्थ्यो होइन बिहान पानी परेर मान्छे नि अगाडि हाई भन्नु न ल ठिक छ नि। हजुर कैँची लिएर आएको कैँची लिएको हसँग सादा मिटिङ छ के ल शीतल तिम्रो कपडा धोएर चौकिरहेन जानुहुन्छ ल नेक्स्ट टाइम भेटौँ भाइ। सरी छक्की के काँचो कुरा आएको म त छक्कै पऱ्यो के कुकुर र स्याल लडेको रहेछ होइन। म त अब कुकुर मानेको सुनमा मैले कुकुर मानेको थिएँ। लास्टमा यस्तरी विचार गरेँ मैले भिडियोहरूमा देखिरहेको थिएँ नि त। अनि स्यालसँग कुकुर पनि लडेको रहेछ। अहिले स्याल आएर राम्रो घर स्याल आएर हिजो हाम्रो घर जुन त्यो घर पछाडि स्याल लागेको छ होइन कुकुरसँग लडेको रहेछ। म त अर्को कुरा आयो भने सोचेँ होइन। सो मैले पत्ताएको थिएँ स्याल भनेर अनि म त होला भने सोचेँ होइन होला सोचेँ। अनि लड्ने त्यसको यति भाग कुकुरले टोकिदियो त्यसलाई घाइते भयो। यहाँ खुट्टामा यस्तो खुट्टा हुन्छ नि भाग यसको क्या यस्तो हुन्छ नि त्यहाँ टोकिदिएर उसो पारिदियो यस्तो पल पारिदियो दबाई लगाइदिएँ। अनि त्यो ढुङ्गाले अन्त भागो सर यस्तोतिर आएछ होइन। अनि कान्छे मैले देख्नु भएछ कि यता चिन्नुहुन्छ त कुला यस्तो लगभग 5 बजीतिर म यति बेला कि यति समयमै म लाइफमा फर्स्ट टाइम देखेँ स्याल सेम कुकुर जस्तो हुनेछ तर मुख हल्का चुच्चोको लामो टाइपमा हुनेछ क्या। अनि म नपत्ताएको सुमा मैले पत्ताएको स्याल भनेर अनि म यस्तोमा यता भागो छ होइन। अनि कान्छे मैले पुरा यहाँ यस्तोमा टोकिदिएर अनि पुरै खतम हिँड्छ क्या दबाई लाएर छोडिदियो अनि सन्चो हुनु लाग्यो हिजो मैले याद भनेको थिएँ स्याल आइरहेको कुला पनि ल टोक्ने स्याल। म त कुकुरसँग डराउँछ क्या गएको थिएँ यो भुक्न सर चाहिँ हिउँदै होइन। हाम्रो गाउँठाउँ कि सब्बा छ कि सर एकचोटि अनि हाल्नुपर्छ यहाँ अनि सुनेको त्यो दाइको म एकदम फ्यान हो मनपर्छ उहाँको भ्लग हेरेर चाहिँ मैले भ्लग गर्न थालेको। मलाई सुनमा भ्लग पनि केही थाहा थिएन कि यस्तो युवाला दिन्छ कि खतरावाला। तर म यो पहिला हामी चाहिँ यो रुममा चाहिँ हामी उस खेल्थ्यौँ कि 12 चोटि लट्ठी खेल्थ्यौँ कि अहिले चाहिँ हामी खेल्दैनौँ कि अहिले बुढो भइयो। कमले नाम के अरे अब हेर एकजना हान्ने बाच्छा बच्चीले यार। सो यहाँ चाहिँ माछा पनि छैन
माछा पनि छ भाइ हिजो मारेको थिएन आज आएको मार्दा होइन पहिला हामी यहाँ र यहाँ यो साइड र यो साइडमा चाहिँ अलि माछा मार्थ्यौँ पहिला अहिले पो छैन र म त डेली माछा मारिदिन्थेँ टक्कै माछा मारिदिने पहिला यहाँ कसले आएर उस अड्काएछ कि देखियो धागै सुखेर बाल खटा पाएछ नि यार चरी सर यो पनि मेरो गाउँ हो सर होइन अनि म फेरि यता साथी आउनु जानु लाग्यो एकदम गर्नु भइरहेको क्या खाने बाबु साइकल चलाउँ न चलाउँदिन्छ मलाई फुट्छ दिन्न हौ सर होइन धेरै नबनाऊँ यहाँ यही ठाउँ गरी बनाउने हो दिन्न हौ यता यार नि त टक्क बारेर चट्ट बारिस बपालदेखि नि त अब नबारेको भए त अब होइन अब भैँसीहरू गाईहरू अब घरमा छिर्ने अब यहाँ चाहिँ बारेको रहेछ यो साइड बब्बाल भएको छ खत्र भएर पहिला चाहिँ पुरा ढुङ्गा थियो क्या खत्र बोक्नु थियो अहिले पुरा चेन्ज भएर चाहिँ म चाहिँ यहाँ गिराउनु आएको छु यहाँ आउँछु भने आएर बल खेलिसक्यो होला त्यहाँ छैन फोन आएन भने फोन लाग्दैन मुलाको फोनमा फेरि ल उहाँ आइरहेको उहाँबाट जुम गर्नु पर्देखि रातो कपाल लाग्यो उहाँ आइरहेन ढुकाएर बल खेल्छ न मान्छे यार बल यो मान्छे बल खेल्दा भने खुट्टा खान्छ किनकि यो बल खेलिरहेको छ मान्छे होइन अब यहाँ पुरै कुरो चाहिँ जानुहुन्थ्यो यहाँ पुरै कुरो छ क्या यस्तो कुरो यार त यो कुरो यहाँ अचानक बल खेल्नु छोडेको यस्तो कुरो भएर बल खेल्नु छोडेको होला नष्टै कुरो रहेछ यार यो पहिला खतरा थियो कि कुरो नभए खतरा हुन्थ्यो कुरो भएर नि त अझ कोही पनि बल खेल्न आएको छैन यार कुरो भएर होला कि नत्र त यहाँ यति बेलामा पुरा मान्छे जम्मा हुन्थ्यो यहाँ त्यति बेला जस्तो यसलाई घाँसले चट्ट काटिदियो भने त खेल्न मिलिहाल्छ नि यार पुरै यहाँ त यहाँ लस्करे पुरै कुरेको आइहाल्यो बस्दैन हौ किन अगाडि त्यहाँ चप्पल लाएर गयो ऊ चप्पल त चिने पेचाने है चप्पल त यार हाँ वे यो चिज चप्पल त मैले चिने पेचाने है कतादेखि चाहिँ लाग्यो चप्पल मैले यार त्यो चप्पल मैले लाएको छु क्या एक्चुली यार होइन मैले लाएको छु यार कहाँ जाँदा लाएको थिएँ मैले केटिएम होइन बाइक नाम हाँ वे डुको केटिएम रे एमटी सब बाइक नाम थाहा मैले चिने खाने बाइक नाम मलाई थाहा भएको भनेको त्यो बुलेट मात्र अरू थाहा छैन मलाई बुलेट मैले भाइ के कुरो भयो नि खेल्दैन होला क्या ओजन एकदम कुरो भयो खेल्दैन होला थाहा नि यसको उड्छ उड्दैन थाहा तिमीलाई ल उडाउँछ यहाँ त जीवनले उडाउँछ भने दामी अलि मोटो खोज्छ न यहाँ यो होला क्या यसले गर त हात निकाल्यो राम्रोसित गरेर फेरि हात ओलाएर अनि सर न यहाँ त्यति छुट्टो जान्दैन नि यार ल उडाउ त ल एउटा थमिल निकाल्नु तिमीलाई उडाउ त कहाँ गयो तल माथिको उडाएन तिमीले के ल मिलाएर उडाउ न तिमी हो यसरी गर्छौ के त्यसरी कहाँ त त्यसरी उठाल्नु त्यो उता खेलिदिएर फाल्दैउ न कहाँ गयो तिमीलाई नजाने ल म बगाएर यो भन् तिमीले यसै गर्छौ यसरी गर्छौ नि यसरी उड्छ खास यसलाई यहाँ चुच्चोमी गर्ने देखो उडेन नि ल नजाने र के ल त्यही भएन नहाल्नु मलाई नि ल पानी देख्छु ल उडाउ ल कि म कवर हानिदिन्छु ओ फल यहाँ चाहिँ फुलकुमारी भनी यता फुलकुमारी फुलकुमारी
बिचरा सरेर बाख्रा आइरहेको यहाँ